मेरे को जाना पड़ेगा, मेरे को जाना। वेलकम ब्याक गाइज, फेरि मेरो च्यानलमा स्वागत छ हजुरहरूलाई। आज चाहिँ म एनपिएल हेर्न गइरहेको छु। एनपिएल आज चाहिँ म्याच कर्णाली एक्स र जनकपुर बोल्ड छ। चारवटा टिम त गइसकेछन् प्लेअफमा, दुईटा मात्र आज लास्ट म्याच हो। अब प्लेअफ र फाइनलमा टिकट पाउँछ पाउँदैन त्यो थाहा भएन। अनि त्यसपछि आज स्टेडियममै गएर हेरौँ भनेर गइरहेको छु। म र भाइ चाहिँ उता माछा पक्रिँदै आउँदैछ, म चाहिँ जाँदैछु सीताबाइला चोकमा भेट हुन्छ। त्यसपछि जानुपर्छ एनपिएल हेर्न। मेरो स्कुल नि कलेज नि छ, फेरि पाइँदैन कि अरू बेला टाइम नि छैन हेर्ने। टिकट पाउँछ पाउँदैन थाहा भएन, आज चाहिँ गइहालौँ भनेर हो भाइ। वेलकम ब्याक गाइज। अहिले चाहिँ म भाइसँग भेटिसकेँ बसमा। आज चाहिँ हामी एनपिएल हेर्न गइरहेछौँ होइन। पछि टिकटको फाइनलमा पाइन्छ कि थाहा भएन, पहिले कटेर स्टेडियममा गइहालौँ, आज हेरिहालौँ भनेको। फाइनलमा पाए नि जाने हो। फाइनलको पाइनु गाह्रै छ क्या। मेरो कलेज छ, फेरि कति बेला टिकट त्यो हुन्छ सोल्ड आउट भइहाल्छ क्या फाइनलको चाहिँ। त्यही भएर चाहिँ आज हेरिहालौँ। ड्राइभर गएर हेर्नुपर्छ, रमाइलो गर्नुपर्छ, देखाउनुपर्छ। तपाईँहरूले नि हेर्नुपर्छ। ल अब टियुमै भेटौँला। ल टिकट काउन्टरमा आइसकेछौँ। यहाँदेखि टिकट लगेर टियुभित्रै भेटौँला। ल गाइस हामी चाहिँ पुगिसकेछौँ टियु स्टेडियममा। म्याच चाहिँ स्टार्ट भइसक्यो रहेछ। म फर्स्ट बल है, फर्स्ट बल छक्का। फर्स्ट बलमा रन भएन। त्यस्तो कति बजेर म त क्रिकेट कोर्दै खेल्नु म त प्र्याक्टिस गर्दै सोचिरहेको थिएँ यार। प्र्याक्टिस हुन्छ, डाइरेक्ट हुन्छ। म्याच चाहिँ स्टार्ट भइसक्यो। कस्तो आज चाहिँ खाली नै छ है, यस्तो प्याक छैन। एक ओभरमा 2 रन मात्र छ। लिग म्याच सिधै आज लास्ट लिग म्याच हो, त्यही भएर खाली नै छ आज। चौका प्लेअफमा 4वटा टिम गइसक्यो, त्यही भएर मान्छेहरू धेरै आएको छैनन् आज। फाइनल र प्लेअफमा चाहिँ टिकट पाउन गाह्रै छ। टिकट पाएपछि आउने हो। कति 2.1 ओभरमा फर्स्ट गइसकेछ विकेट। समझ गया, ठीक है। 8 रन मात्र बनाउन सकेछ कर्णाली एक्सले। म त दुईटै बाले बनाउला त्यो छ नि त्यो। ठिक छ त नानी। अब फेरि छक्का भएन। ल एकछिन बसी भेटौँ। डट ल आयो है, आयो क्या आयो। अनिल दाइ ल पनि कमेडी हुन्छ। लास्ट बल छ, लास्ट बल सिंगल रनै भयो लास्ट बलमा।
अर्को पालि जनकपुर गुलसन दाइ यता हेर्नु पर्यो एकचोटि चिपक दीवार से चिपक गया तू अपना भक्ता से back six आने तो जनकपुर बोर्डले सारा रा back to back six मन पर
वेलकम ब्याक गाइस मेरो च्यानलमा। हिजो चाहिँ मैले त्यो के गरे म्याच हेर्न गएँ जनकपुर गोल्स र कर्णाली एक्सको। हिजो चाहिँ मेरो मोबाइलको चार्ज नै सिद्धियो होइन। आज चाहिँ म चार्ज लगाएर डाइरेक्ट बिहानतिर कलेज आएको, भिडियो बनाउनै पाएको थिइनँ, कस्तो भयो। मेरो चाहिँ फर्स्ट टाइम थियो होइन के गरे त्यहाँ गएको स्टेडियममा क्रिकेट हेरेको, रमाइलो भयो। एकचोटि जानै पर्छ है एनपिएल हेर्न, रमाइलो हुन्छ। लास्ट रमाइलो हो हिजो चाहिँ। हिजो मेरो चार्ज बस सकेर मैले लास्टमा के भन्न पाएन, रमाइलो भयो हिजो। जानुपर्छ गाइस एकछिन अब फाइनलमा जानुपर्छ। पाएपछि जो जिते नि नेपाल टिमलाई चाहिँ सपोर्ट गर्नु पर्यो है क्रिकेटमा। जसले जित्ने हो कि नै साथीहरू गर्नु पर्यो है क्रिकेट, जसले जिते पनि नेपाली क्रिकेटलाई सपोर्ट गर्नु पर्यो। जसले जिते पनि फाइनलमा फोर साल जस्तो फाइट चाहिँ नखेलौँ यो चाहिँ फाइनलमा। मेरो यही सन्देश छ। फोर साल जनकपुर गोल्स र के गरे सुदूरपश्चिमको फाइट भयो नि, त्यस्तो चाहिँ योपालि नहोस्। होप गर्छु हुँदैन योपालि फाइट चाहिँ। नेपाली टिमलाई सपोर्ट गर्नु होला। मेरो भ्लग चाहिँ हेर्दै गर्नु होला। अब रेगुलर त आउँदैन, हप्तामा 2 आउँछ होला। ल गाइस सी यू इन नेक्स्ट भ्लग।